Hello everyone, welcome to my vlog. Welcome to my another vlog. यो vlog हो कि के हो महिनामा एकचोटि चाहिँ म यसो युट्युबमा उपस्थित हुने गर्छु. तिमीलाई पनि स्वागत छ मेरो भ्लगमा. मलाई यति ठुलो के भन्छ मौका दिनुभएकोमा अपर्च्युनिटी दिनुभएको धेरै धेरै धन्यवाद. अनि अरू पनि केही भन्नु छ भने भन. केही पनि भन्दैन. सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब अनि अरू के भन्छ त्यति होइन त्यो सबै गरिदिनु होला सदिक्षाको च्यानललाई. महिनामा एउटा भयो नि भ्लग चाहिँ आउँछ. यो भ्लग होइन, यो हाम्रो मेमोरी हो. यसलाई भ्लग भन्न मिल्दैन गाइजहरू होइन. आफ्टर लङ टाइम मैले फेरि एउटा भिडियो मेमोरी पोस्ट गरिरहेको छु. माइन्ड नगरिदिनु होला, हेरेर साथ सपोर्ट गरिदिनु होला. अरू के भन्ने होइन. हामी चाहिँ यहाँ लखर लखर हिँडिरहेछौँ बाटोमा. आज हामी कहाँ जानु लागेको भनिदेऊ त. हामी आज म्याक खानु लागेको. आज हामी चाहिँ म्याक खान गइरहेको छौँ. हामीले मैले त कति भइसक्यो त्यो अस्ति नै उयो त इनुयामामा हुँदाखेरि उसले के अरे प्रवीणा म आइसमा गएर त्यो गिफ्टमा कहिले खाएको अहिले अनि धेरै टाइम भइसक्यो. तिमीले त कहिले खाएको मैले त खाएँ. यहाँ पनि खायो. यहाँ चाहिँ खाएन. अस्ति खानामा साथीसँग खाएँ. सागरहरूलाई भेटेँ नि मैले सागर तिमीहरू गएर होइन हामी म र जोस्ना गएको थियौँ. अनि ठ्याक्क सागरहरूको चाहिँ गाछको बिरा भएर आएका रहेछन्. अनि ठ्याक्क हामी त्यो म्याकडोनल्ड्स बाहिरपछि उभिराखेको थियौँ. अनि सागर र को आएको थियो रुम्बा आएको थियो. त्यो भेट भएको थियो. अनि हामी चाहिँ गएर खायौँ. अनि नागोयामा गएर पनि खायौँ एकचोटि इन्जोयसँग. ल उसले त खाएको रहेछ. मैले चाहिँ जमाना भइसक्यो, कति टाइम भइसक्यो मैले चाहिँ खाएकै छैन. त्यो ट्रेन आइरहेछ, ट्रेन कराएर बोल्नु मिल्दैन बेला बेलामा. यो मेतेचुले त दिमाग खराब गराउँछ हौ. यति कराउँछ नि, अरू ट्रेनहरू कराउँदैन. यो मेतेचु चाहिँ फेरि यस्तो कराउँछ. यो साइड त हामी आज फर्स्ट टाइम हिँडेको होला है. सिनखानसेन उता पर हिँडिरहेछ. अब यहाँ जुम गर्दा नि देखिँदैन. मार्छ होला होइन. हाम्रो घरबाट चाहिँ नागोया यहीँ छ, नजिकै छ. त्यही जस्तो देखिन्छ. उताबाट नागोया चाहिँ नजिकै. हामी अर्को पनि सिनखानसेन आइरहेछ. गयो के अरे के जस्तो ट्रेन रे उयो माछाको मुख जस्तो खालको ट्रेन के. त्यसको त्यो चुचो माछा होइल माछाको त्यो हुन्छ नि चुचो डल्फिन त्यस्तै त्यसको क्या. त्यो उता अगाडिपट्टिको भाग चाहिँ त्यस्तै हुन्छ नि. यो चाहिँ गए भिडियो नै गर्न पाएन. गयो जापानको अटो रिक्सा. हामी चाहिँ चढ्न पाइँदैन गाइजहरू. हामी चाहिँ यहाँ सिङ्गोमा बसिरहेछौँ. नेपालको जस्तो सिङ्गोमा त्यो के भन्छ सिङ्गो यो हरियो नबलिकन हात देखाउँदै कट्न पाइँदैन. यहाँनिर चाहिँ यसरी रुकेर हिँड्नुपर्ने हुन्छ. चाहिँ अनि खोला पनि छ हाम्रो नजिकै. राम्रो खोला छ. यहाँ पुल पनि छ. आज कस्तो हावा चलेको क्या छ्या. यहाँ खै यस्तो खालको खोला छ यहाँ. खोला त होइन यो के हो, खोलै होइन. एकचोटि जाउँ न अम्फाला न. ल यहाँ चाहिँ माछा रहन्छन् क्या अरे नि. त्यो ढुङ्गा हो र. उतापट्टि पो गहिरो होइन त, यता बिचतिर गहिरो होला नि त. त्यही हो. अनि आज चाहिँ हामी लखर हिँड्दैछौँ यहाँ.
माथि नै छ म्याक खान जाने ठाउँ चाहिँ अनि त्यही नै हामी हिँड्दै हिँड्दै जाऊँ यसो भिडियो नि बनाउँदै भनेर हिँडेको आज चाहिँ गाइड्सहरू है त्यही हो कुरा सबैजना सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने आशा गरेको छौँ हामीले यो बुइनलाई चाहिँ यहाँ जान मन लागिरहेको अरे पठाइदिउँ क्या हो यहाँ गहिरो कत्रो छ भनेको भनेछ गएर चेक गर्न पठाइदिनु पर्छ क्या अहिले भर्खर त्यही हो हाम्रो यहाँ भिडियो बनाउँदै हिँडेको देखेर यिनीहरूले के भन्छ होला मलाई चाहिँ अलिक कस्तो कस्तो लाग्छ के भन्छ मलाई यहाँ पात हेरिदिनु पुतलीको जस्तो पात रहेछन् रे कस्तो राम्रो के पात पनि हेर नि त्यो गमलामा लगेर यति काट्छ ओ यो रुखहरूमा यहाँनिर यो के अरे काट्ने बेला भएको रहेछ है यिनीहरू ल कसै यो सम्बन्धित थाहा छ नि कसैसँग ह्यान्डक्यास काम छ भने अन्जाल दिनु है ह्यान्डक्यास काम गर्छ अरे काट्ने ओर्ने कुट्ने के हो सबै काम गर्छ गोड्ने सबै सबै काम गर्छ मान्छेले किमुको पात होइन कुन किमुको बोट होइन खै त्यस्तो छमा चाहिँ ऊ यहाँनिर चाहिँ एकी हो त्यहाँनिर परपट्टि हो त्यहाँ चाहिँ एकी हो गाई चाहिँ अनि हामी चाहिँ यही एकीमा आउँछौँ ट्रेनहरू चढ्नलाई लोकल मात्र रोक्छ बेला बेलामा आउँछ ट्रेन कस्तो कराउँछ यो ट्रेन मलाई त यस्तो वाक्क लाग्छ बाहिर निक्लिन पनि जानु तर हामीलाई नागया जान नि ठ्याक्क आधी हो खानायामा जान पनि ठ्याक्क आधी है हो त्यो चाहिँ यामात्तको गाडी हो त्यसले सामानहरू लिएर आइरहेछ यहाँबाट यस्तो जान्छौँ परपट्टि यस्तै छ है जापान चाहिँ यस्तै छ लक्ष्मीलाई ह्यान्डक्यास काम भनिदिएको होइन कहाँको लसनमा हो भनेर साँच्चीकै पत्याएन गाडी मलाई नि सोधिरहेको थिएँ कोले हुन्छ नि अनि मैले नि ह्यान्डक्यास हो लगिन गरेर भनेको थियो यहाँ खुलेको म त गइदिन्छु घर गर्ने मैले यहाँ फोन गरेको कामै दिएन यहाँनिर कल गरेको के भन्दा यहाँको ट्रेन लागेन उता साइडको हामी चाहिँ जाँदैछौँ यहाँनिर फुलहरू देख्न सक्नुहुन्छ उहाँ एम्बुलेन्स आइरहेछ गाडीहरू साइड लाग्छ गाडीहरू सब रोकिदिन्छ यहाँनिर एम्बुलेन्स आउँदा तर यो त नेपालमा नि रोक्छ नि है यस्तरी गाडीहरू जाउँ खुल्यो यस्तै छ हामी अब पुग्न लाग्दैछौँ हामी गइरहेको छौँ गएर म्याक खान्छौँ म्याक भनेको चाहिँ फेरि बर्गर हो है नेपालकोमा चाहिँ बर्गर म त अर्कै सुनेको म्याक भन्ने चाहिँ बर्गर हो गाइसहरू सबलाई थाहा नै हुन्छ नि म्याकडोनल्ड भनेको चाहिँ बर्गर हाउस हो नेपालको बर्गर हाउस जापानको म्याकडोनल्ड्स सबैतिर म्याकडोनल्ड्स हो होइन नेपालमा त बर्गर हाउस भनिन्छ नि म्याकडोनल्ड्स नै भन्छ नेपालमा म्याकडोनल्ड्स छ र होइन क्या मतलब त्यो बर्गर हाउसलाई चाहिँ म्याकडोनल्ड्स यहाँ चाहिँ म्याकडोनल्ड्स भनेको होइन अनि नेपालमा चाहिँ अब हामीले म्याकडोनल्ड्स भन्दैनौँ नि त बर्गर हाउस जस्तै हो त्यही बर्गर हाउस जस्तै हो त्यहाँ गएर हामी बर्गर खानु फेरि अघिदेखि मैले म्याक खाने भन्दा चाहिँ के म्याक खाने रहेछ भन्नु होला होइन त्यो नेपाली रहेछ है त्यसले कसरी हेरेर को चाहिँ ब्लगर रहेछ यो भन्दै भन्छ तर म त्यस्तो ब्लगर होइन यो चाहिँ खाराओके हो यो खाराओकेमा आएर चाहिँ खानेकुरा चाहिँ आफैले बनाउनु पर्छ
बनाएर घरबाट लिएर आउने हो अनि यहाँ आएर चाहिँ खाने साथीहरू सबै जम्मा हुने खाने गीत गाउने गीत सुन्ने रमाइलो गर्ने नाच्ने त्यही हो नमिहाउँदै हुन्छ नमिहाउँदै हुन्छ तर त्यहाँको त्यो खासै मिठो हुँदो रहेछ पानी मिक्स पानी मिक्स गरेको हुन्छ अन्त मिठै हुँदैन केही मिठो हुँदैन अब हामी गइरहेको छौँ हामी म्याकडोनल्ड्समा पुग्न लाग्यौँ अब म कति दिनपछि म्याक खान्छु तर मलाई सुरुमा त मिठो लाग्दैन थियो होइन अहिले चाहिँ आजकल हल्का अब खाएर होला अहिले चाहिँ हल्का मन पर्न लागेको छ म्याकडोनल्ड्स खै कताबाट ए हो गाइज त्यहाँबाट होला सायद त्यो मान्छे त्यहीँबाट छिर्यो त हामी चाहिँ अब म्याक खानु लागेको है साथीहरू माइन्ड नगर्नु ल कस्तो लाग्यो पटेटो यो चाहिँ पटेटो हो अनि यो चाहिँ म्याकको यो खोल न त्यो किन खानालाई हौ खोल न यहाँ भिडियोमा देखाउँ यस्तो हुन्छ है जापानको म्याक खै अलि देखाउन नजिक पुरै खोला न के हालेको हुन्छ अनि बन्द हाल्यो ल खान्छमै अब हामी चाहिँ खाएँ ल यो पोटेटो फ्राई चाहिँ मलाई लास्टै मनपर्छ त्योहरूमा चाहिँ सक्नु लाग्छ हतारमा बनाइरहन्छ मान्छे कति आयो मलाई यो चाहिँ सक्नु लागिसक्यो यो चाहिँ मैले चढाएकै छैन अनि यो चाहिँ भेनिला हो त्यस्तै भइरहेछ एकदम मिठो छ यो चाहिँ नेपालीहरूको फेभरेट सुकाचिनी यो पोटेटो फ्राई चाहिँ मेरो फेभरेट हो मैले त्यो भएर सबै सक्छ सक्थेँ मैले माइन्ड नगर्नु ल होइन पर्दैन हौ मैले अघि सकेँ यहाँ अझै बर्गर खानै बाँकी छ आलु त यार मलाई लास्ट मनपर्छ नि Bukan. Naik bukan. Bukan. Hilang. Hilang. Bisa ada yang nonton sos. Sos ada yang nonton. Bisa. Sos kan. Nico. Nico. Cok. Kau cuma masak itu nih. Masak sos. Enggak. Enggak. Sebaliknya kita soal itu. Boleh makan kok, bisa banget. Lazim. Ini bahasanya mana? Ini kayu apa? Mana kayu? Mana kayu sudah? Bang kayu. मेरोमा त छ त तिम्रो मात्रै होइन
घरको गाउँ सक्छ होला है हामीले चाहिँ सकेन यो सबै खाएर मैले टेस्ट गरेर बोल्नु थालेँ गोमीको खाता झुकेर गरिरहेको छ उसले चाहिँ यतिको चाहिँ हुनपर्छ है सकियो गाई चाहिँ एकैछिनमा हामी मान्छे भनेको बाँदर है राक्षस हो क्या है बनाउनलाई कत्रो टाइम लाग्छ यता त खानालाई 5 मिनटमा सक्छ यस्तो हामी एकदम यतिको म्यानर चाहिँ हुन पऱ्यो गाई जहाँ गए पनि अनि बाई द वे यसको प्राइस चाहिँ कति अरे 540 नै सेटमा आउँछ 540 एउटा सेटमा आउँछ यो हुन्छ अनि म्याक हुन्छ अनि त्यो अहिलेको पोटेटोवाला हुन्छ त्यो गरेर 540 यो चाहिँ अप्सनमा हुन्छ डिनर्सहरू चाहिँ पोटेटोको पनि पोटेटो र नागेटो हुन्छ अप्सनमा यो चाहिँ जे खाए पनि आफ्नो चोइसमा खाने है जे पनि खान पाइन्छ त्यहाँ भएको जति चाहिँ सबै खाएर फर्केको अब हामी घर जान्छौँ एकदम मिठो थियो म्याक है एकदम लङ टाइम पछि खाएर नि होला मलाई चाहिँ लास्ट मिठो लाग्यो हो तर म्याकहरू म्याक त सबै ठाउँको एउटा एउटा हुन्छ होला नि है मलाई एउटा एउटा लाग्छ त्यो त यहाँ पनि अनि त्यस्तै स्वादहरू खाना पाए भयो त्यो चाहिँ हन्ता गाल्यो खाना पाएपछि भयो उसलाई मिठो नमिठो नि भन्दा पनि उसलाई 1 नम्बर सबभन्दा ठुलो कुरा त उसलाई नुन लागेको नलागेको पनि थाहा पाउँदैन के म त अचम्म लाग्छ पिरो चाहिँ उसलाई एकदम खान्छ म चाहिँ फेरि पिरो खाँदिनँ उसलाई नुन सुन चाहिँदैन नुन लागेन तरकारीमा भनेर सोध्यो भने खै थाहा छैन भन्छ अब के भन्ने क्या अब यस्तो मान्छेहरू पनि छन् म त अचम्म लाग्छ कम नुन त थाहा हुन्छ नि यार मान्छेलाई नुन थाहा नभने मान्छे कस्तो हुन्छ हे भगवान् तिम्रो जिब्रो कस्तो छ पनि पिरो चाहिँ थाहा हुन्छ उसलाई बस पिरो चाहिँ थाहा हुन्छ पिरो चाहिँ ओभर खान्छ म चाहिँ खोइ पिरो खानु सक्दैन मलाई त्यही हो कसैलाई निशानको कार्ड चाहियो यहाँ चाहिँ कारहरू छ अब यो कार त होइन अब कहिले किन्ने होइन हामी त अब यो बाहिरबाट यस्तो हेर्ने चित्त बुझाउने हिँड्ने मात्र हो होइन कार किन्न सकिँदैन तर जापानमा कार सस्तै हुन्छ भन्छ है त्यो हाम्रो क्लासमा एउटा केटा छ क्या होइन त्यो खै को भन्थ्यो बिर्स्यो ठाउँ कस्तो अप्ठ्यारो नाम छ क्या त्यसको कन्ट्रीको नाम अनि विदेशी हो अनि त्यसले त्यो कारमा आउँछ क्या त्यो गएको कारमा आउँछ अनि त्यसपछि त्यसले 5 लाखमा किनेको भन्दै थियो कि त्यति सस्तो अनि त्यसपछि त्यही भएर अनि कारहरू त खै सस्तै पाउँछ भन्दो रहेछ के हो कुनै थाहा छैन हामीलाई चाहिँ अब हामी कार पनि चलाउन नजाने एउटा साइकल त बल्ल यहाँ जहाँ पनि आयो सिकेको छ कहाँबाट कार चलाउनु तर त्यही हो लाइसेन्स निकाल्न चाहिँ महँगो हुन्छ अरे महँगो सिक्नलाई महँगो पर्दो रहेछ लाइसेन्स निकाल्नु महँगो पर्दो रहेछ कार चाहिँ सस्तै हुन्छ है त गाइड धन्य हान्दैन हाम्रो साइकलमा यिनीहरू हेर्दै नहेरिकन चलाउँछन् सबलाई यस्तो हतार भएको हुन्छ यिनीहरूलाई यस्तो हतार भएको हुन्छ यो जापानिजहरू है कति हतारमा हुन्छन् टोइलेट जान नि भ्याउँदैन होला त्यही अनि मलाई त त्यस्तै लाग्छ यिनीहरू खाना पनि ट्रेनमै खाँदै हिँडेर हुन्छन् हिँड्दै खाँदै हिँडेर हुन्छन् यो जापानिज जस्तो यिनीहरूको जस्तो बिजी लाइफ त कसैको पनि हुँदैन होला हौ साँच्चै भनेको यार नेपालीहरू त्यस्तो साह्रो त्यस्तो हुने हो भने है नेपालमा पनि त्यस्तो खालको हुने हो भने कस्तो खतरा बनिसक्यो यार त्यतिको चाहिँ गर्नु हो भने यिनीहरू यति काम गर्छ यस्तो बुढीहरू पनि काम गरेर हुन्छ 70 वर्षको त्यो हाम्रो लाइनमा त 70 बुढी छैन 70 वर्ष भएको रहेछ क्या त बुढी भनेको
यस्तो काम गरिरहेछ बिचरा अब त त्यसको त्यो हातहरू पुरा लगलग लगलग काम छ है अनि सक्दैन नि त काम गर्न अनि हाम्रो चाहिँ कस्तो गाली गरिरहन्छ अब के गर्नु त्यो कस्तो बुढीहरू पनि काम गर्छ यहाँनिर 60-70 वर्षको बुढीहरू पनि उनीहरू खै जापान त्यतिकै यत्रो विकास कहाँ भएको हो त अनि त्यस्तो बुढीहरू काम मर्ने बेलासम्म पनि साइकल चलाएर हिँडिरहेको हुन्छ बुढीहरू के भन्ने अब यस्तै हो जापान त्यत्तिकै विकास भएको होइन यहाँसम्म यत्तिकै पुगेको होइन गाई छोरी है हाम्रो नेपाल पनि सायद त्यस्तै हुन्थ्यो होला सबैले मेहनत गर्नु मेरो खै गाई छ आज मेरो भ्लग आउँछ त्यहाँनिर भ्लग हेर्ने रुममा भयो भने त भ्लगै भ्लग तिम्रो आउनु भएपछि त झन् हेर्नु भन्दा नि छुटाउनै मिलेन नि हामी लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नु पर्यो अन्साले यहाँ पार्कमा जाउँ भनेर ल्याएको होइन अनि कत्रो चाहिँ पार्क रहेछ भनेर आएको त पार्क त यत्रो रहेछ यहाँ यत्रो सानो यो त पार्क होइन यसलाई त के भन्छ यो त पार्क होइन हौ यहाँनिर चाहिँ अनि एउटा कुरा कि आरू रहेछ क्या आरू ओह सानो सानो आरूहरू रहेछ यहाँ भर्खर फल्न लागिरहेछ जापानमा आरूहरू चाहिँ पाइन्छ तर खाना चाहिँ पाइँदैन भन्छ तर यो पार्कको आरूहरू त खान पाइन्छ होला नि आरू यो पनि त्यो यिनी आरू नै हो यो पनि आरू नै हो गाइज यस्तो यस्तो रहेछ यहाँनिर त्यहाँनिर फुलहरू रहेछ टक्क जापानमा ओ यहाँनिर हेर्न आउनु यो थुङ्गे फुलहरू रहेछ यहाँनिर चाहिँ यो थुङ्गे फुल पनि पाउँछ है जापानमा कता कति भेट्न मिल्छ यस्तो राम्रो राम्रो फुलहरू यस्तो पाउँछ यहाँ फुलहरू रहेछ क्या थुङ्गे फुलहरू हेर न यो चाहिँ यो फुलको नाम बिर्सेँ यार मैले तिहार फुल तिम्रो टाउको तिहार यसलाई हामी अर्कै भन्थ्यौँ क्या ओए मैले बिर्सेँ यार मेरो कस्तो घाँटीमा आइरह मुखमा आएन यार यो फुलको नाम होइन मैले बिर्सेँ यो फुलको नाम के पो थियो यो सयपत्री हो यो सयपत्री हो यो चाहिँ थुङ्गे फुल नि भन्छ सयपत्री नि भन्छ यो चाहिँ मलाई याद छ त्यो ओ यो फुलको नाम यसलाई हामी अर्कै भनिदिउँ के मैले बिर्सेँ यार छि मैले फुलको नाम बिर्सेँ जापानले मेरो दिमाग सबै लगिसक्यो जापानले मेरो दिमाग खाइदिइसक्यो यस्तो राम्रो राम्रो फुलहरू छ टक्क यो चाहिँ राम्रो रहेछ यो चाहिँ के को रुख रहेछ भने काटेछन् यता साइडमा पनि छ अहिले चाहिँ फुलको सिजन भएर जताततै फुलहरू फुलेको देख्न पाइन्छ यहाँ चाहिँ बस्ने ठाउँ रहेछ जापानमा चाहिँ अनि यस्तो वाला धारो हुन्छ होइन यस्तो वाला धारोमा अनि यो चाहिँ पानी यसरी पानी आउँछ अनि यो चाहिँ किन यस्तो गरेको अरे भन्दा मुख हो ल यो चाहिँ किन यस्तो बनाएको अरे भन्दाखेरि यसरी खानलाई क्या मुख गाडेर पनि खान मिलोस् भनेर माथिबाटै बनाएको अरे कस्तो राम्रो छ यो धारोहरू यस्तो धारो चाहिँ पार्कमा जहाँ पनि हुन्छ अनि यो पानी जुन धाराबाट पनि पानी आउने धारामा चाहिँ यसरी पानी आउँछ नि यो चाहिँ जहाँ सुकेको होस् यो चाहिँ खानको लागि योग्य पानी हो भन्ने बुझिन्छ अरे जहाँ सुकेको होस् चाहे टोइलेट बाथरुम जहाँ सुकेको होस् जुन धारामा पानी आउँछ त्यो धाराको पानी चाहिँ खानको लागि पिउनको लागि योग्य पानी हो भन्ने हुँदो रहेछ हामीलाई पनि सेन्सेले भन्नुभएको यहाँ ल अब हामी चाहिँ अब
अर्को पार्क छ अरे त्यहाँ ठुलो पार्क देख्यो भने कता हो भने अब हामी ठुलो पार्कमा जान्छौँ है त है गाइस यो चाहिँ फेरि अन्साको अर्को ठुलो पार्क हो साथीहरू हेर्नु सक्नुहुन्छ अन्साले अर्को ठुलो पार्कमा लिएर जान्छु रे होइन अनि लन त भनेर आएको त ल फेरि पनि अर्को ठुलो पार्कमा लिएर आयो मलाई तर पनि ठिकै छ तर उयो हाम्रो घर नजिकै पनि यस्तो धेरै उयोहरू थियो मैले त है हामी ननिक्लेर होला हेर न यस्तो हरियाली क्या हरियाली सबै हरियाली रुखहरू यस्तो धेरै धेरै गर्मीमा आएर बस्न चाहिँ दामी हुँदैछ ऊ त्यो रुखको फेदतिर है ए हामी घरबाट निक्लिएको छैनौँ है भनेको आज हिँडेको होला ओए ऊ त्यहाँ हेर न ऊ त्यहाँ कस्तो राम्रो क्या ऊ त घर हो कि के होला उयो ए स्कुल हो यो ए ऊ त्यहाँ ऊ सेउगाको सही लेखाएर रहेछ त सेउगाको ए यो चाहिँ ओए सेउगाकोलाई नेपालीमा के भन्छ प्राइमरी स्कुल नै होला हो जे भने बच्चाहरूको गएको हो यो चाहिँ सानो सानो बच्चाहरूको भर्खरको 8 कक्षासम्म हो हुन चाहिँ तर अब यो कति कक्षासम्मको छ यो चाहिँ नर्सरी एलकेजीदेखि 8 क्लाससम्मको बच्चाहरूको स्कुल तर कस्तो राम्रो रहेछ क्या हेर न टक्क जङ्गल टाइपको रुखै रुख अनि टक्क भित्र स्कुल है कस्तो राम्रो यही हो हामी चाहिँ अब यहाँ अन्साको ठुलो ल भयो अब अन्साको ठुलो पार्क यही हो है यहाँनिर हौ त्यहाँ बच्चाहरूलाई खेल्ने सायद यो गएको पार्क होला क्या यो यहाँनिर टक्क पिङहरू छ त्यहाँनिर त्यस्तो खेल्ने हुन्छ तर जापानमा यस्तो यो के भन्छ पार्कहरू त ठाउँ ठाउँमा हुन्छ चोकमा भने जस्तो यस्तो पनि रहेछ यो चाहिँ यता उता बसेर खेल्ने ओए उता म पिङ खेल्छु आउनु भिडियो बनाएर पिङ खेल्छु म उता हामी चढ्न पाइँदैन कसले भनेको तिमीले भनेर हुन्छ म हेर्छु त्यहाँ म बुढी भएको छैन म नि बच्चै हो बिहे नहुन्जेलसम्म सबैजना बच्चै हो यहाँनिर चाहिँ ठुलो मान्छेहरूले नखेल्नु भनेको रहेछ सुकुनी ओतोना सिरासेयो भनेको रहेछ यो चाहिँ हामी ठुलो मान्छे नखेल्नु अरे त्यही भएर यहाँ बुइनले अर्को पार्क देखाउँदैछ यो ए राम्रो रहेछ यो त अलिकति टाइम मिलाएर अब अर्को हप्ता अर्को हप्ता जानुपर्छ त्यहाँ त्यही हो यहाँ पनि फुलहरू रहेछ यस्तो राम्रो राम्रो खदानी हैरानाई देकुदासाई भनेको रहेछ कसले जान्थ्यो होला र टक्क हो यहाँ चाहिँ दल राखेको रहेछ के को दल हो यो खै के हो भने पुरा यहाँ ढाकेर राखिरहेको छ यस्तो राम्रो फुलहरू यहाँ देख्न सक्नुहुन्छ साथीहरू तपाईँहरूले यहाँ पनि छ धारा यो धारामा पनि तलबाट पनि पानी खान मिल्छ यहाँबाट पनि मिल्छ यसमा पानी आउँछ आउँदैन आउँदो रहेछ त्यस्तै हो यहाँ चाहिँ सुरेली छ रुखहरू धेरै छन् यहाँनिर है यस्तै रहेछ यो पार्क पनि राम्रै रहेछ बस्नलाई आनन्द गर्मीमा चाहिँ ठिक हुने रहेछ ऊ त्यहाँनिर टेलिफोन छ ऊ त्यहाँनिर त्यो फोनबाट चाहिँ अब फोनहरू गर्न मिल्छ त्यहाँनिर पैसा हाल्ने टक्क अनि त्यसपछि फोन गर्ने हो एउटा यो सुविधा पनि छ यहाँ केही गरी कोही हरायो भने आफ्नो फोनमा ब्यालेन्स छैन भने केही भयो भने चाहिँ यहाँबाट पनि नम्बर चाहिँ याद हुनु पऱ्यो तर त्यहाँबाट पनि फोन गर्न मिल्छ कसैलाई इमर्जेन्सीमा अस्ति मैले डिपेन्डेन्टमा आएको एउटा रहेछ होइन अनि त्यसले चाहिँ अनि बोको भनेर जसलाई पनि मतलब केही कुरा क्या वातासु भन्नुभन्दा केटी मान्छे अनि बोकु बोकु भनेर भनिरहेको रहेछ क्या सबैलाई मैले पनि सुरुमा क्या होइन त्यो सबिनले मैले सुनेको थिएँ हामीले पनि यहाँ आएर त सुनेको हो नि त हो सुनेको थियो मैले त सुनेको थिइनँ
अन्त त्यसपछि यहाँ आएर सुनेको अनि त्यो पनि सबिनले भनेर सुनेको क्या सबिनले खालि बोकु बोकु भन्छ नि दाजु बोकु बोकु भन्दो रहेछ अनि हामीले पनि भन्न मिल्छ होला भनेर त्यो चाहिँ क्या अलिकति पोलाइट टाइपको रहेछ क्या जस्तो लागेको थियो क्या मलाई सुरुमा वातासी भन्नुभन्दा बोकु भनेको चाहिँ पोलाइट हो कि जस्तो लागेको थियो होइन अनि त्यसपछि हामीले पनि भन्न मिल्छ होला भनेर मैले कतिचोटि भन्छु भनेर नि याद गरेको धन्दा भनेन अनि लास्टमा त त्यो त केटालाई मात्र बोकु भन्ने रहेछ युज गर्ने पछि थाहा पाएँ अनि मैले न पछि त्यहाँनिर सेन्सेले भनेर थाहा पाएँ अनि अस्ति एकजना त्यो दिदीको पनि त्यस्तै भएको रहेछ क्या उसलाई पनि थाहा रहेछ अनि उसले कापमा क्या सबैलाई बोकु बोकु भन्दै भनेर अनि मैले त टिकटकमा देखिरहेको थिएँ अनि ठ्याक्कै मलाई पनि त्यस्तै भएको थियो भनेर ठ्याक्कै मलाई याद आयो मलाई चाहिँ त्यस्तो भएन तिमीलाई याद छैन चाहिँ थाहा थियो पहिल्यै थाहा थियो नेपालमै मलाई चाहिँ थाहा थिएन है फेरि मैले यहीँ आएको अनि त्यो बोकु चाहिँ कसरी आयो भने मैले यस्तो सोचेको होइन अनि कसरी आयो ठ्याक्क होइन नेपालमा अनि केटाहरूलाई बोका अनि जापानमा चाहिँ केटीहरूलाई बोकु के अरे केटाहरूलाई बोकु भन्नु रहेछ ठ्याक्क मिलाएर बनाएको रहेछ क्या यो वर्ड चाहिँ एकदम यतिको इन्टेलिजेन्ट भयो भने चाहिँ जापान खान्छ है हो क्या साँच्चै अब मैले यस्तो बिच सोचेको होइन अनि त्यसपछि केटाहरूलाई पनि नेपालमा बोका बोका हुन्छ अनि सायद जापानिजले सुन्नु होला क्या अब त्यो कुरा कतैबाट बोका बोका भनेको अनि त्यसपछि केटाहरूलाई बोका बोका भन्दो रहेछ भनेर भन्नु होला नेपाल गएको थियो होला के नेपालीसित घुलमिल थियो होला नि त नेपाली केटाहरूसित अनि अब केटामा बोका 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 भन्दाखेरि चाहिँ अनि जापानिजले चाहिँ केटा मान्छेलाई बोका भन्ने रहेछ भन्ने थाहा भयो होला अनि उसले बोका भन्न आएन होला बोकु बोका बोका भन्दाखेरि अलिकति वर्ड नै मिल्दैन बस्छ नि त जापानमा जापानिजहरूमा बोका भन्नु अनि त्यसो बोका भन्दा मायाले बरु बोकु भनिदिउँ न भनेर अनि उसले चाहिँ त्यसरी अनि बोका केटाहरूकोलाई चाहिँ बोकु भन्ने भनेको होला तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु है हामी यो पार्कलाई बिदा गरेर अब हामी पनि फर्केको किनकि 6 बज्न आँटिसक्यो रात रात नै पर्न आँट्यो घर जान्छौँ कति नराम्ररी देखेँ कि तिमी सुन भन्दैन म यस्तो राम्रो मान्छे नेपाली बस्नु रहेछ कपडा हो होइन म यो नेपाली कहाँ कहाँ बस्छन् भनेको चाहिँ ठ्याक्क थाहा पाइदिइहाल्छु यहाँ पनि नेपाली बस्छन् यहाँनिर होइन कसरी चिनिन्छ भने नि यो नेपाली बस्ने भनेको चाहिँ यो जापानिजहरूले लुगाहरू सुकाउँदा तिमीले कहिले देखेको छौ बाहिर देखाएर सुकाएको देखाएर कहिले लुगा सुकाउँदैन उनीहरू कहिले लुगा छोपाएर सुकाउँछन् जे सुकाउँछ तर हामी नेपालीहरू यत्तिकै जताततै सुकाइदिरहेको हुन्छ देखाउने कुरा नदेखाउने कुरा सबै जापानिजहरूले किन सुकाउँदैनन् भनेपछि जापानमा चाहिँ कपडा पनि चोरी हुने रहेछ कि मैले अस्ति टिकटकमा कतिवटा सुनिरहेको थिएँ कपडा पनि चोरी हुन्छ भनेर अन्डरवेयरहरू चोरी हुने रहेछ स्पेसली त्यही झन् स्पेसल केटीहरूको अरे क्या केटीहरूको त्यो भित्री कपडाहरू सबै चोर्छन् रे भनेको किन होला कि त्यस्तो गर्ने चाहिँ खै ल म त छक्क लाग्यो त्यो सुनेर त्यही भएर नि होला सायद उनीहरूले त्यो नदेखाइकन है कपडाहरू सुकाउने गर्ने गरेको चाहिँ यहाँनिर चाहिँ हाम्रो यो बिन्तेको छ त्यो पनि देखेको थियो त्यो एउटा केटीले गोमी फाल्दाखेरि एउटा जापानिजले त्यो घरतिर छोएको जापानिजले जहिले त्यो गोमी खोलेर हेर्ने थिएँ कि अनि त्यो हालेको के टिकटकमा तिमीले सेयर गरेको थियौ म सेयर गरेको थिएँ नि मलाई के होला यो जापानिजहरूको त्यस्तो खोइ त्यो गोमी त को फालेको त गोमी त किन हो त्यो खोताली खोताली हेर्ने के हुन्छ त्यसमा है छक्क लाग्यो त्यो सुनेर चाहिँ खै के हो आई डोन्ट नो त्यो जापानिजहरूको दिमागमा के चल्छ भने केही थाहा हुँदैन हामीलाई यो पनि थाहा छैन हेर न यहाँ के गरिरहेको रहेछ अनि अस्ति हो त अहिलेको कुरा त्यो भा मैले म देखेँ मतलब बल्ल ख्याल गरेँ क्या ए अस्ति शुक्रबारदेखि हो ए ड्याङ ड्याङ र डुङडुङ पारेर त्यहाँनिर सामानहरू झालिरहेको थियो नेपालीले भित्र चुरोट खान पाउँदैन होला त्यही भएर होला यहाँनिर तर हाम्रो नेपालमा यसरी यो छोपेर यस्तो गरेर गर्छ त कसैले घरहरू भत्काउँदा है बुङ भुइँमा यत्तिकै फालिदिएर हुन्छ यहाँ चाहिँ पुरै देख्छ होइन अब यो छोपेको यत्तिकै घर एकैचोटि ठुलो भइसक्छ अनि त्यसपछि अहिले भत्काउँदाखेरि छोप्यो अब यो घर एकैचोटि ठुलो भइसकेपछि मात्र यो खोल्छ यो चाहिँ राम्रो छ यो कुरा यहाँनिर चाहिँ हाम्रो रुम भन्दै हो म अर्को हप्ता छ यो चाहिँ केही थाहा नभइकन यत्तिकै पत्र पत्र बोल्छ है गाइसहरू यहाँनिर छत छ भने होइन लास्टमा छतेर हिँड्छ यस्तो पो रहेछ यहाँनिर त्यो पनि ठिक छ यो छत हो त नि यहाँ मान्छेहरू बसिरहेको छौँ भित्र हो त्यत्रो रुमहरू छ अनि यसलाई छत कहाँ भन्न पाइन्छ त्यही त अब सिकाउ न अरू पनि केही छ कि यहाँनिर चाहिँ हाम्रो यहाँ घरहरू भएको थियो यो जापानिजहरूले यो के को हालेको होला कि छाना चाहिँ हेर न कस्तो मजाको ढुङ्गा पनि कस्तो खालको ढुङ्गा हो क्या त्यो काटेर बनाएको हो कस्तो टाइपको छ क्या ढुङ्गाहरू यस्तै यस्तै ढुङ्गाहरू हेर न
छत हाल्छ यिनीहरूले चाहिँ थाहा छैन के हो बरु उतो घरमा चाहिँ उहाँ माथि छत रहेछ हो त्यति भयो नि यस्तै हो ट्रेनहरू हिँडिरहेको छ अब हाम्रो भ्यूहरू चाहिँ अब हामी जान्छ साथीहरू चाहिँ अब हामी चाहिँ जान्छौँ मेरो भिडियो पनि यहीँ इन्ड गर्छु गाइजहरू थ्याङ्क्स फर वाचिङ त्यतिसम्म लास्टसम्म हेरेर आउनुभएको भएदेखि धन्यवाद बस्छ होला के तल हो क्या सबैको पोस्ट भएको छ एउटै तल सबैको नम्बरहरू छ हेर्न र मैले चाहिँ यो भिडियो यहीँ इन्ड गरिदिन्छु आजको भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला मेरो भिडियो चाहिँ इन्ड गरिदिन्छु है गाइजहरू साथीहरू माइन्ड नगरिकन यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ बाई बाई